के नेपालले बंगलादेशसँग ओपन बोर्डर शेयर गर्दैछ त? इसको कन्टेक्स्ट अलि बेग्लै छ, अलि गंभीर पनि छ। आउनुस् म यो कन्टेक्स्टलाई बुझाउँछु। कुछ दिन पहले हजारों बांग्लादेशी बीरगंज बॉर्डर से नेपाल में घुस चुके थे और जब उनसे पूछा गया कि कौन हो, कहां से आए हो और क्या करने आए हो, तो वो कहते हैं कि हम इंडियन सिटीजन हैं, यूपी से आए हैं और नेपाल में काम करने आए हैं। देखि 4 बस बांग्लादेशी मुस्लिमहरू जो चाहिँ बंगालमा बसिरहेका थिए नेपाल भित्रिएका रहेछन्। बंगालमा बसिरहेका बंगलादेशी मुस्लिम समुदायका मान्छेहरू अहिले नेपाल भित्रिने क्रम जारी रहिरहेको छ। किनकि पहिला ममता बेनर्जीको सरकार हुने बेलामा त्यहाँ भोटर कार्ड प्रदान गरिएको थियो बंगलादेशीहरूलाई, र अहिले बीजेपीको सरकार आए पछाडि 3 पस्ते छानबिन हुने र मान्छेहरू बंगालीका हुन् कि होइनन् भनेर प्रष्ट रूपमा छानबिन गर्दै गर्दाखेरि बंगलादेशका मान्छेहरूले सेफ प्लेस खोज्दै गर्दाखेरि उनीहरू नेपाल प्रवेश गरेको क्रम धेरै नै देखिएको छ। मान्छेहरूको भनाइ अनुसार दिनमा नै 3-4 बस बंगलादेशी मान्छेहरू नेपाल प्रवेश गरिरहेका छन्। यसले गर्दाखेरि एउटा सिरियस इस्यु नेपालमा खडा गरिरहेको छ। के नेपाल साँच्चै बंगलादेशको एउटा सानो कम्युनिटीलाई आफ्नै घरमा राख्न चाहन्छ त? होइन, पक्कै पनि होइन। त्यस कारणले नै यो एकदम छानबिन गर्ने विषय बनिरहेको छ र बंगलादेशबाट आइरहेका मान्छेहरू को हुन्, किन आइरहेका छन्, के कारणले आइरहेका छन् भन्ने कुरा प्रष्ट पार्नको लागि नेपाल सरकारलाई हामी दबाब दिन चाहन्छौँ। केही मान्छेहरूले यो रिलेटेड भिडियोहरू बनाइरहनु भएको छ, सोशल मिडियामा हालिरहनु भएको छ, तर पनि अझै पनि सरकारको ध्यानकर्षण हुन सकिरहेको छ। हामी चाहन्छौँ कि यो एकदम छिटोभन्दा छिटो छानबिन होस् र जे भइरहेको छ अहिले योबाट कसरी हामी निक्लिन सक्छौँ र यो कुरालाई कसरी रोक्न सक्छौँ वा आइसकेका मान्छेलाई हामीले कसरी फर्काउन सक्छौँ, यो कुराहरूमा अगाडि बढियोस्।